नमस्कार। आज हामी नेपालमा यो सङ्घीयतामा पैसाको कुरा कसरी व्यवस्थापन हुन्छ भन्नेमा अलिक गहिरिएर कुरा गर्दैछौँ। नमस्ते। हो, यो विषय एकदमै महत्त्वपूर्ण छ। खासमा सङ्घीयता सफल हुन त पैसाकै व्यवस्थापन मुख्य हो नि। हो नि, हामीसँग एउटा लेख छ नेपालमा वित्तीय सङ्घीयता र अन्तरसरकारी वित्त व्यवस्थापन बारे। यसकै आधारमा कुरा गरौँ है त। हुन्छ। रिचार्ड मस्ग्रेवले उहिले 1959मै भनेका थिए नि, स्रोत वितरण मिलाउन सङ्घीयता चाहिन्छ भनेर। नेपालमा चाहिँ कस्तो छ हेरौँ न त। त्यसो भए सुरु गरौँ अन्तरसरकारी वित्त व्यवस्थापनबाटै। छोटकरीमा भन्दा यो के हो त? अलिकति सरल भाषामा भनिदिनुस् न। यो भनेको चाहिँ सङ्घ, प्रदेश र स्थानीय तह, यी तीन तह बीच पैसाको लेनदेन त्यसको नियमन हो के। कसले कति राजस्व उठाउने, कसरी बाँड्ने, कसरी अनुदान दिने, ऋण कसरी लिने, बजेट र खर्च कसरी पारदर्शी बनाउने, यी सबै कुरा पर्छन् यसमा। भनेपछि यो माथिबाट तल मात्रै होइन? होइन, कहिलेकाहीँ प्रदेशबाट स्थानीय तह वा स्थानीय तहहरू आपसमा पनि हुन सक्छ। अनि हाम्रो संविधानले यसलाई कसरी व्यवस्थित गरेको छ त? त्यो धारा 60 को कुरा के हो खास? संविधानको धारा 60 त एकदमै महत्त्वपूर्ण छ। यसले के भन्छ भने तीनै तहका सरकारले आफ्नो अधिकार क्षेत्रभित्र कर लगाउन र राजस्व उठाउन पाउँछन्। अच्छा। तर सबैभन्दा चाखलाग्दो कुरा के छ भने उठाएको राजस्व न्यायोचित, सन्तुलित र पारदर्शी ढङ्गले बाँड्नुपर्छ भनेर किटानै गरेको छ। त्यो महत्त्वपूर्ण भयो। हो नि, यसले स्रोतमाथिको पहुँचलाई विकेन्द्रित गर्न खोजेको देखिन्छ। तर साझा सूची वा कतै नपरेका विषयमा चाहिँ केन्द्र सरकारले नै निर्णय गर्छ। अच्छा। अब यो राजस्व अधिकारको कुरा गरौँ न। कुन तहले कस्तो कर उठाउँछन् त? केही उदाहरण छन् कि? मोटामोटी रूपमा हेर्दाखेरि सङ्घले चाहिँ अलि ठूला राष्ट्रिय स्तरका जस्तै भन्सार, मुहकर, आयकर यस्ता करहरू हेर्छ। प्रदेशको ध्यान चाहिँ अलि प्रदेशभित्रका गतिविधिमा, जस्तो सवारी साधन कर, घर जग्गा रजिस्ट्रेसन शुल्क यतातिर बढी देखिन्छ। अनि स्थानीय तह नि? स्थानीय तहहरू चाहिँ आफ्नै ठाउँको स्रोतमा केन्द्रित छन्, जस्तै सम्पत्ति कर, घर बहाल कर अनि व्यवसाय कर यस्ता कुराहरू। तर प्रदेश र स्थानीय तहले जथाभावी कर लगाउन त पाउँदैनन् होला नि? त्यसमा एउटा शर्त छ। राष्ट्रिय आर्थिक नीति, वस्तु, सेवा, पुँजी, श्रम बजार वा छिमेकी तहलाई प्रतिकूल असर पार्नु हुँदैन भनेर तोकेको छ। त्यो पनि ख्याल गर्नुपर्ने भयो। अनि अर्को एउटा चासोको विषय त्यो प्राकृतिक स्रोतबाट उठेको पैसा, जस्तै पानी, खानी, वन, त्यो चाहिँ कसरी बाँडिन्छ? त्यसको व्यवस्था अलि फरक छ। यस्तो रोयल्टी उठेपछि पहिला सङ्घीय विभाज्य कोष भन्ने एउटा मुख्य भाडोमा जम्मा हुन्छ। सङ्घीय विभाज्य कोष? हो, यो भनेको सङ्घ, प्रदेश र स्थानीय तह बीच बाँड्न छुट्याइएको पैसा राख्ने कोष हो। अनि त्यो कोषबाट 50% केन्द्र सरकारले राख्छ। आधा त केन्द्रले नै? हो, अनि 25% चाहिँ जुन प्रदेशमा त्यो स्रोत छ त्यो प्रदेशले पाउँछ र बाँकी 25% सिधै त्यहीँको स्थानीय तहमा जान्छ। ओहो, 25% सिधै स्थानीय तहमा। यो त स्थानीय विकासका लागि निकै ठूलो रकम हुन सक्छ त। हो नि, यो महत्त्वपूर्ण व्यवस्था हो र यसलाई हरेक 5 वर्षमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, जसलाई NNFC भनिन्छ, त्यसको सिफारिसमा पुनरावलोकन गर्ने भनिएको छ। NNFCले हेर्ने भयो? हो, अनि प्राकृतिक स्रोत बाहेक केन्द्रले उठाउने मुवा कर र अन्तःशुल्कको पैसा पनि यही विभाज्य कोषमा जान्छ। हो र त्यो पनि? त्यसबाट चाहिँ 70% केन्द्रले राखेर 15% प्रदेश र स्थानीय तहलाई दिइन्छ। तपाईले NNFC को कुरा गर्नुभयो। यो आयोगले प्रदेश र स्थानीय तहलाई पैसा बाँड्दा के आधार हेर्छ त? यत्तिकै त दिँदैन होला नि? पक्कै पनि। यसका लागि त NNFC ऐनले सूत्र नै बनाएको छ। त्यो सूत्रमा धेरै कुरा हेरिन्छ। जस्तै जनसङ्ख्या कति छ, क्षेत्रफल कत्रो छ, मानव विकासको अवस्था कस्तो छ, खर्चको आवश्यकता कति हो, आफैले कति राजस्व उठाउन प्रयास गर्यो, त्यो पनि हेर्छ। राजस्व प्रयास पनि? हो, राजस्व प्रयास। अनि पूर्वाधार कस्तो छ, गरिबीको स्तर के छ, विकासमा कति पछि परेको छ,
यस्ता धेरै आधारहरू छन्। यो राजस्व प्रयासलाई आधार मान्नु आफैमा रोचक छ है। यसले राम्रो कर उठाउनेलाई प्रोत्साहन त गर्ला, तर अलिक कमजोर क्षमता भएका ठाउँहरू चाहिँ झन पछाडि पर्ने जोखिम हुँदैन र? एकदमै जायज प्रश्न हो यो। सूत्रले सकेसम्म सन्तुलन मिलाउन खोजेको त देखिन्छ, तर व्यवहारमा यस्ता चुनौतीहरू अवश्य छन्। सूत्रबाहेक सरकारले विभिन्न अनुदान मार्फत पनि स्रोत पठाउँछ। अनुदान? कस्ता अनुदान हुन्छन् ती? मुख्य 4 किसिमका छन्। एउटा समानीकरण अनुदान, यो चाहिँ खर्च र आम्दानी बीचको फरक मिलाउन दिइन्छ। ग्याप फिल गर्न हो। अर्को सशर्त अनुदान, यो चाहिँ कुनै खास कार्यक्रम वा शर्त पूरा गर्नुपर्ने गरी आउँछ। शर्त सहितको? तेस्रो सम्पूरक अनुदान, यो चाहिँ पूर्वाधार योजनाहरूमा केन्द्रले पैसा थपिदिने खालको हो। र चौथो विशेष अनुदान, यो चाहिँ शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवा वा कुनै पछाडि परेका समुदायको लागि दिइन्छ। यी अनुदानहरूले त आवश्यकता हेरेर दिने देखियो, तर त्यो सशर्त र सम्पूरक अनुदानले कतै स्थानीय आवश्यकता वा प्राथमिकतालाई चाहिँ ओझेलमा पार्ने पो हो कि? त्यो जोखिम सधैँ रहन्छ। त्यसैले अनुदानको प्रयोग कसरी हुन्छ, त्यसको प्रभावकारिता कस्तो छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। अब स्रोत परिचालनको अर्को पाटो भनेको ऋण र वैदेशिक सहायता पनि हो। ऋण पनि लिन पाउँछन्? पाउँछन्, तर यसमा नियम छ। वैदेशिक सहायता लिने अधिकार मूलतः केन्द्र सरकारसँगै छ। प्रदेश वा स्थानीयले लिनु पर्यो भने केन्द्रको स्वीकृति चाहिन्छ। केन्द्रकै स्वीकृति चाहिने हो। अनि आन्तरिक ऋण चाहिँ तिनै तहले लिन सक्छन्, तर एनएफएससीले तोकिएको सीमाभित्र रहेर। र यहाँ पनि प्रदेश र स्थानीय तहले ऋण लिनु अघि नेपाल सरकारको सहमति अनिवार्य छ। ओहो, यति धेरै तह, यति धेरै नियम कानून, अन्ततः यो सबैको उद्देश्य त सुशासन नै होला नि, होइन? निश्चय पनि। खासमा कुरो के हो भने स्रोत कसरी जुट्छ, कसरी बाँडिन्छ, कसरी खर्च हुन्छ, त्यसको लेखाजोखा कसरी हुन्छ, यी सबै कुरा पारदर्शी र जवाफदेही भए मात्रै वित्तीय सङ्घीयता सफल हुन्छ। अनि सङ्घीय प्रणाली बलियो बन्छ। एकदम। स्रोतको विवेकपूर्ण उपयोग भएन भने त यो संरचनाको खासै अर्थ रहँदैन नि। हो त नि। ल, आजको छलफललाई बिट मार्दाखेरि नेपालको संविधानले वित्तीय सङ्घीयताको एउटा विस्तृत खाका कोरेको देखियो, होइन? राजस्व अधिकार, स्रोत बाँडफाँडका सूत्र, विभिन्न अनुदान, ऋणको व्यवस्था, यी सबै छन्। अनि यसमा त्यो एनएनएफसीको भूमिका पनि महत्त्वपूर्ण रहेछ। हो। सैद्धान्तिक रूपमा हेर्दा तल्लो तहलाई स्वायत्त र जिम्मेवार बनाउने आधार बलियो नै देखिन्छ, तर अब घोत्लिनुपर्ने बेला आएको छ जस्तो लाग्छ मलाई के यो कागजको व्यवस्थाले साँच्चीकै नागरिकको जीवनमा विकास र सुशासन पुर्याउन सक्यो त? त्यो महत्त्वपूर्ण प्रश्न हो। यसको निरन्तर र वस्तुनिष्ठ मूल्याङ्कन कसरी गर्ने होला? खै, यो प्रश्नमाथि हामी समयले सोच्न जरुरी छ।